अक्रूरजी बिहान मथुराबाट हिँडेको बाटोमा जाँदा जाँदै रथबाट उत्रे र सारथीले भन्यो प्रभु किन उत्रिनु भयो पखपख? रथबाट उत्रेर हेर्दा जमुनाको तटमा कृष्ण गाई चराउन जाँदाखेरि वृन्दावनमा भएका कृष्णले कहिल्यै पनि जुत्ता लगाएन। वृन्दावनका कृष्णले कहिल्यै जुत्ता लगाएन। वृन्दावनमा जब कृष्ण हिँड्नुहुन्छ, हिँड्दाखेरि कृष्णका चरणले अनुरञ्जित भएको श्री वृन्दावन धाम यमुनाको तटको बालुवामा कृष्णका चरणारविन्दको छाप लाग्दथ्यो। अनि त्यो छापलाई प्रकृतिले सुरक्षित पूजाको स्थान बनाएर प्रकृतिले संरक्षण गर्दथे। आज अक्रूरजी कृष्ण भेट्न जाँदै हुनुहुन्छ, बालुवाको त्यो सुन्दर त्यो बालुवामा जुन कृष्णका चरणारविन्दको छाप लागेको छ, श्री अक्रूरजीले चाल पाउनु भयो, ओहो मेरो कृष्णको चरणारविन्दका मकरन्द रस यहाँ बर्सेको छ। उत्रेर त्यो चरणारविन्दको छापलाई कृष्ण अक्रूरजी दण्डवत प्रणाम गर्नुहुन्थ्यो। आँखाभरि आँसु आउँदथे। म कति सौभाग्यशाली छु, आज कृष्णको दर्शन हुन्छ मलाई। आज बेलुका जब म नन्द बाबाको घरमा पुग्दछु, जसको चरणले अनुरञ्जित भएर वृन्दावनको धरती रोम रोम पुलकित भएको छ, आज त्यो कृष्णलाई छुने मौका मैले पाउँछु। यो सोची सोचिकन बसेर एकछिन बस्ने, आँखाभरि आँसु चुहिन्छ, फेरि उठेर हिँड्ने। रथमा हिँड्न छोडे अक्रूरले नै। त्यसकारणले भागवतकारले अक्रूरजीलाई गच्छन् पथि महाभाग, महाभाग यानी यो महाभाग्यवान व्यक्ति हो। साँझ परेपछि आँखाभरि आँसु लिएर मथुराको महामन्त्री नन्द बाबाको आँगनमा पुग्यो। नन्द बाबा दौडेर आउनुभयो र नन्द बाबाले अङ्कमाल गर्नुभयो। दुवैजना अङ्कमाल गरेर मिले अनि भित्र लगेर एउटा सुन्दर आसनमा राखेर प्रणाम गरेर अर्घ्यपाद्य आदिले पूजा गरेर जलपान गराएर मिठा मिठा कुराहरू भए। नन्द बाबाले सोध्नु भयो, कृष्णका पिता वसुदेवजी के गर्दै हुनुहुन्छ? अब थाहा छ नन्द बाबालाई कृष्णको बुबा वसुदेव हुनुहुन्छ। सबै कुरो सोधेपछि के गर्नु? कंस हाम्रै वंशको भए तापनि यो कुलको कुलाङ्गार भयो, कुल कलङ्कीले हामीलाई साह्रै दुःख दिएको छ। वसुदेवलाई धेरै दुःख दियो। कुरा गर्दै गर्दै गएपछि रात पर्यो। श्री यशोदा माताको निगरानीमा स्वादिष्ट सुमधुर भोजन तयार भयो। अनि सुन्दर आसन तयार गरेर श्री यशोदा माताले स्वयं श्री अक्रूरजी महाराज र श्री नन्द बाबालाई भोजन पिरोस्नु भयो। अनि स्वादिष्ट भोजनको आस्वादन लिएर जब आसनमा बसेका थिए, कृष्ण बलराम गाई चराएर आउँदा आउँदै ढिलो भएको थियो। अब कृष्णलाई के छुपाउने, मलाई थाहा थियो आज अक्रूरजी आउनुभयो। दौडेर आएर अक्रूरजीको चरणमा प्रणाम गरे कृष्ण बलरामले, जसको चरणमा ब्रह्मा विष्णु महेश पर्दछन्। आज उनै प्रभुले आफ्ना काकाको चरणलाई स्पर्श गर्नुभयो। श्री अक्रूरजी महाराज समाधिमा लिनु, कृष्णले छोए, समाधि लाग्यो। केही क्षणपछि भाव समाधिबाट उत्रिएर दुवै भतिजाहरूलाई अङ्कमाल गरेर
आनंद आनंद भयो। तपाईं कल्पना गर्नुहोस् न, 5000 वर्ष अगाडि एउटा अक्रूर यानी तपाई हामी, हाम्रो अगाडि कृष्ण आयो अनि कृष्णलाई च्याप्पै समातेर मैले ध्यान गर्दा यस्तो ध्यान गर्ने गर्नु, मन्त्र जाप गर्दा आँखा चिम्लिएर कल्पना गर्न सकिन्छ नि। कल्पनामा के बिग्रिन्छ? वो आओस् कि नआओस्। भक्तिको एउटा भक्तिको दुईटा पाटो छ, एउटा वियोग अनि एउटा संयोग। संयोगमा आनन्द छैन, वियोगमा आनन्द छ। नहीं, किसी को तुम याद करो, निस दिन बरसत नयन हमारे, 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 सदा राहत बरसारी तो हम पर, सदा राहत बरसारी तो हम पर, जब ते श्याम सिधारे, जब से श्याम सिधारे, निस दिन बरसत नयन हमारे, निस दिन बरसत नयन हमारे, निस दिन बरसत नयन हमारे, निस दिन बरसत नयन हमारे। पूजा गर्दैछौँ हामी, प्रार्थना गर्दैछौँ हामी। पूजा गर्दा यति कल्पना त गर, कल्पनामा किन कमजोरी हुन्छ? सम्झिनमा के गडबडी छ? माला लिएर जप गर्दै गर्दा कदाच मेरो श्याम सुन्दर आउनुहुन्छ कि? त्यो अक्रूरले अङ्कमाल गरे झै, त्यो अक्रूरले भेटे झै, अक्रूरले च्याप्पै समाते झै, कल्पनाबाट समाता न। अनि कल्पनाबाट एउटा भाव जगत तयार हुन्छ। कृष्ण भाव जगतमा उत्रिन थाल्छन्। जप्दा जप्दै माला हातबाट झरोस्, कृष्णको यादले रोम रोम झन्कृत हुन थालोस्। अद्भुत यो कृष्णको बाहिर जति बोलिन्छ नि, त्योभन्दा करोडौं गुणा धेर कुरो छ नबोल्नमा। बोलेर के शब्द त उच्चारण हुन्छ, सम्झिने प्रयत्न गर, भाव जगतमा उत्रिने प्रयत्न गर। हरेक प्रकारले उसलाई काखमा राख, उसलाई मोही खाइदे। कृष्णलाई कोही बेला यदि हिम्मत छ तिमीहरूमा भने कृष्णले बाँसुरीलाई ओठमा राखे जस्तो हिम्मत छ, यदि त्यति प्रेम गर्न सक्छौ भने गीत पनि गाउन सक्छौ। तर त्यति प्यार गर्ने हिम्मत हुनुपर्छ, ठोसके प्यार ल्याउँदैन। यदि प्यार गर्ने हिम्मत छ भने यो गीत गाउन सक्छौ। ए कृष्ण, बाँसुरीलाई मात्रै कति तिमीले बजाएको,
मुझे भी तो एक बार ओठों से लगा ले। जे करे पनि हुन्छ कृष्णसँग, कोही लिमिट छैन। तिम्रो भावनामा निर्भर हुन्छ तिमी कति प्रेम। यो गीत एक कडी गाओ यसको। मलाई यो गीत कृष्णसँग जोड्न मन पर्छ। तपाईहरुलाई जहाँ जोड्न मन लाग्छ जोड्न, म कृष्णसँग जोड्छु। होठों से छू लो तुम, मेरा गीत अमर कर दो। होठों से छू लो तुम, मेरा गीत अमर कर दो। कृष्णसँग प्रेम गर्नमा तपाई कति दौडिन सक्नुहुन्छ? म व्याख्या गर्न सक्छु। अवाङ मनस गोचरम, भगवान आदि शंकराचार्यले भन्नुभयो जहाँबाट वाक्य मौन हुन्छ तब प्रेम प्रारंभ हुन्छ। अच्छा, कभी ऐसी कल्पना तो करो, मैं ध्यान में बैठा हुआ हूं, कृष्ण की माला जप कर रहा हूं, आ गया निकल करके मेरी पूजा से प्रकट हो गया। कल्पना तो गर्न सकिन्छ। अक्रूर जी त्यो कल्पना गर्नुहोस् त, अक्रूर बाटोमा धुलामा कृष्ण चरणले अनुरञ्जित भएको कृष्णको त्यो छापलाई साश्रु नेत्रले जसले त्यो छापलाई चरण चुम्बन गर्दथ्यो, अहिले बेलुका त्यो अक्रूर कृष्णसँग भेटेर गलामा मिलेर कति आकुल व्याकुल भयो होला, प्रेमको पराकाष्ठामा डुब्यो होला। या त अक्रूर जान्दछन् या कृष्ण जान्दछन्। हामी त खाली शब्दले अलिकति सम्हाल्ने प्रयत्न गर्दैछौँ।